नमस्ते। आज हामी एउटा यस्तो देशको रोमाञ्चक यात्रामा निस्कदैछौँ जसले निरन्तर आफूलाई परिवर्तन गरिरहेको छ। त्यो हो गणतन्त्र कङ्गो। आउनुहोस्, कुनै पाठ्यपुस्तकबाट होइन, तर यहाँकै एक आम नागरिकको नजरबाट यो देशको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक रूपान्तरणलाई बुझ्ने प्रयास गरौँ। तयार हुनुहुन्छ? ल, सुरु गरौँ। ल, अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। आजको हाम्रो यस विश्लेषणमा हामी यी 6वटा मुख्य विषयहरू समेट्नेछौँ। प्राकृतिक सम्पदादेखि लिएर यहाँको राजनीति, तेलमा आधारित अर्थतन्त्र अनि यहाँको समाज र संस्कृतिसम्म। सबैभन्दा पहिले कुरा गरौँ यहाँको परिदृश्य र प्राकृतिक सम्पदाको। साँच्चै भन्नुपर्दा यहाँको प्रकृतिले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ। कल्पना गर्नुहोस् त, एकातिर विशाल कङ्गो नदी बेसिन र नियारीका जलमग्न जङ्गलहरू छन् भने अर्कोतिर मोयोम्बेका भिरालो पहाड अनि आन्ध्र महासागरको 170 किलोमिटर लामो शान्त समुद्री तट। एक स्थानीय नागरिकको दैनिक जीवन यी फरक परिदृश्यहरूसँग गहिरोसँग जोडिएको हुन्छ। र प्राकृतिक संरक्षणको कुरा गर्दा एउटा एकदमै राम्रो खबर छ। यहाँको ओर्जाला कोकोवा जङ्गललाई भर्खरै सन् 2023मा युनेस्कोले विश्व सम्पदा क्षेत्रको मान्यता दिएको छ। यो एकदमै महत्त्वपूर्ण उपलब्धि हो। अब अघि बढौँ हाम्रो दोस्रो विषयतर्फ, राज्यहरूदेखि औपनिवेशिक स्वतन्त्रतासम्मको यात्रा। इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने हामी देख्छौँ कि 1300को दशकमै यहाँ टियो जस्ता शक्तिशाली राज्यहरूको उदय भइसकेको थियो। समय बित्दै गयो अनि सन् 1880मा फ्रान्सिसी अन्वेषक पियरे डे ब्राजा र टियो राजा इलो प्रथम बीच एउटा सन्धि भयो जसले फ्रान्सिसी प्रभावलाई भित्र्यायो। सन् 1908सम्म आइपुग्दा यो क्षेत्र फ्रान्सिसी भूमध्यरेखीय अफ्रिकाको एउटा हिस्सा बनिसकेको थियो। तर दशकौँसम्मको औपनिवेशिक शासन र पुर्खाहरूको लामो सङ्घर्षपछि अन्ततः एउटा नयाँ बिहानी आयो। सन् 1958मा गणतन्त्र कङ्गोको स्थापना भयो र 1960मा यसले फ्रान्सबाट पूर्ण रूपमा स्वतन्त्रता प्राप्त गर्यो। यसरी स्वतन्त्रता त मिल्यो, तर अब कुरा गरौँ तेस्रो खण्डमा यहाँ आएका द्रुत वैचारिक परिवर्तन र राजनीतिको बारेमा। एकछिन सोच्नुहोस् त, एउटै पुस्ताका मानिसहरूले आफ्नो जीवनकालमा कति धेरै राजनीतिक उथलपुथल देखे होलान्। स्वतन्त्रता पाएको केही वर्ष नबित्दै 1963मा कङ्गोले एकाएक वैज्ञानिक समाजवाद अपनायो र 1969मा त यो अफ्रिकाकै पहिलो मार्क्सवादी, लेनिनवादी, जनवादी गणतन्त्र पो बन्यो। विश्व परिवेश फेरिँदै जाँदा सन् 1992मा आएर बहुदलीय चुनाव पनि भयो। तर दुःखको कुरा, त्यो शान्तिपूर्ण सङ्क्रमण लामो समय टिक्न सकेन र 1997मा देशले एउटा भयानक 4 महिना लामो गृहयुद्धको सामना गर्नु पर्यो। यी घटनाक्रमहरूले देशलाई दुई बिल्कुलै फरक राजनीतिक युगहरूमा बाँडिदिए। एकातिर 1969देखि 1992सम्मको समय थियो, जुन पूर्ण रूपमा सोभियत सङ्घबाट प्रभावित योजनाबद्ध अर्थतन्त्र र मार्क्सवादी लेनिनवादी विचारधारामा चलेको थियो। अनि अर्कोतिर छ आजको आधुनिक व्यवस्था, एउटा अर्धराष्ट्रपतीय गणतन्त्र। अहिले बहुदलीय प्रणाली त छ, तर शक्ति भने अत्याधिक रूपमा केन्द्रमा अर्थात् कार्यकारी अधिकारमा सीमित रहेको देखिन्छ। अब यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उठ्छ। यति धेरै र यति छिटो राजनीतिक र वैचारिक परिवर्तन भइरहँदा एउटा भर्खरै स्वतन्त्र भएको नवगठित राष्ट्रले आफ्नो अर्थतन्त्रलाई चाहिँ कसरी स्थिर राख्ने प्रयास गर्यो होला त? आउनुहोस् यसको उत्तर खोजौँ। र यसैले हामीलाई डोर्याउँछ हाम्रो चौथो विषयतर्फ, तेलमा आधारित अर्थतन्त्र। यो स्लाइडले कङ्गोली समाजको आर्थिक रूपान्तरणलाई एकदमै प्रष्टसँग देखाउँछ। इतिहासलाई हेर्ने हो भने यहाँका मानिसहरूको जीवन गाउँले कृषि, हस्तकला र जङ्गलका स्रोतहरूमा अत्यधिक निर्भर थियो। तर आजको आधुनिक अर्थतन्त्रलाई हेर्नुस् त, यो पूर्ण रूपमा पेट्रोलियम क्षेत्रको मुठ्ठीमा छ। एकातिर यसले देशलाई ठूलो राजस्व त दिएको छ, तर अर्कोतिर यसले सिङ्गो देश र आम नागरिकलाई विश्वव्यापी तेलको मूल्यमा हुने सामान्य उतारचढावप्रति पनि एकदमै संवेदनशील बनाइदिएको छ। यो तथ्याङ्क सुन्दा तपाईलाई पक्कै अचम्म लाग्नेछ। 92%। हो, सन् 2008मा देशको कुल निर्यातको 92% हिस्सा केवल तेलले मात्र ओगटेको थियो। यसलाई यसरी बुझौँ, तेलले देशमा शहरीकरण त द्रुत गतिमा बढायो, तर पुस्तौँदेखि चल्दै आएका ती परम्परागत आर्थिक गतिविधिहरूलाई भने लगभग पूर्ण रूपमै छायामा पारिदियो। यो एउटै क्षेत्रमाथिको साँच्चै नै अकल्पनीय निर्भरता हो। अर्थतन्त्रको कुरा पछि अब लागौँ पाँचौं विषयतर्फ, यहाँको विविध जनसाङ्ख्यिकीय संरचना। अब यो स्लाइडमा सबैभन्दा रोचक कुरा के छ भने यसले कङ्गोको असाधारण जातीय विविधता देखाउँछ।
यहाँ करिब 41% जनसङ्ख्या बागोङ्गो जातिको छ र म तपाईँलाई भनौँ देशको सांस्कृतिक पहिचान निर्माणमा यो समुदायको भूमिका निकै ठूलो छ, विशेष गरी उनीहरूका परम्परागत मान्यता र सुमधुर सङ्गीतको माध्यमबाट। यो सङ्गीत आज पनि आधुनिक कङ्गोली समाजको मुटुको धड्कन बनेर गुन्जिरहेको छ। यसका साथै बाटेके, बोची, साङ्घा र 2% आदिवासी बेङ्गा पिग्मी समुदायले यो सुन्दर जनसाङ्ख्यिकीय तस्बिरलाई पूर्णता दिन्छन्। अनि यो विविधता मानिसहरूमा मात्र होइन, भाषाहरूमा पनि त्यत्तिकै झल्किन्छ। हो, औपनिवेशिक प्रभावका कारण फ्रेन्च भाषा यहाँको आधिकारिक भाषा त हो, तर मानिसहरूको जनजीवनमा झुन्डिएका राष्ट्रिय भाषाहरू भने किटुबा र लिङ्गाला हुन्। र सुन्नुहोस् त, देशका विभिन्न विभागहरूमा जम्मा 62वटा छुट्टा छुट्टै भाषाहरू बोलिन्छन्। कल्पना गर्नुहोस् त, एउटै देशमा कति धेरै भाषाहरू। यो साँच्चै यहाँको समृद्ध र विविध परम्पराको जिउँदो प्रमाण हो। अब यो तालिका मार्फत यहाँको सहरी र ग्रामीण जीवनशैली बीचको विशाल भिन्नतालाई हेरौँ। दक्षिण पश्चिमका ब्राजाविल र पोइन्ट नुआर जस्ता ठूला सहरहरूलाई हेर्नुहोस्, जहाँ उद्योग, वाणिज्य र रेलवेको चहलपहल छ। त्यहाँ प्रजनन दर 4.5 छ। तर यसको ठिक विपरीत ती दूरदराजका उत्तरी ग्रामीण क्षेत्रहरूमा जाने हो भने अवस्था बिल्कुलै फरक छ। त्यहाँका नागरिकहरू आज पनि निर्वाहमुखी खेती र कृषिमा निर्भर छन् र त्यहाँको प्रजनन दर 6.5 रहेको छ। एउटै देशभित्रका यी दुई नितान्त फरक संसारहरू हुन्। अब हामी हाम्रो अन्तिम र छैटौँ खण्डमा आइपुगेका छौँ, विश्वास, अधिकार र समाज। आध्यात्मिक पाटोबाट हेर्दा आधुनिक कङ्गोमा क्याथोलिक र प्रोटेस्टेन्ट लगायत क्रिश्चियन धर्म सबैभन्दा प्रमुख विश्वास बनेको छ। तर यहाँको एउटा एकदमै सुन्दर पक्ष के छ भने परम्परागत अफ्रिकी आध्यात्मिक विश्वास र अभ्यासहरू हराएर गएका छैनन्, बरु ती आज पनि उत्तिकै बलियो रूपमा जीवन्त छन्। धेरै नागरिकहरूले यी पुर्ख्यौली मान्यता र आधुनिक क्रिश्चियन विश्वासहरूलाई सँगसँगै आफ्नो दैनिक जीवन र संस्कृतिमा अत्यन्तै सहज रूपमा अँगालिरहेका छन्। यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने हामीले कुल जनसङ्ख्याको 2% मात्र ओगट्ने आदिवासी बेङ्ग पिग्मी समुदायको अवस्था र दृष्टिकोणलाई पनि बुझ्नै पर्छ। आफ्नो पुर्ख्यौली भूमि र अधिकारका लागि उनीहरूले ऐतिहासिक रूपमा एकदमै गम्भीर सीमान्तीकरण र चुनौतीहरू भोगेका छन्। समाजमा उनीहरूलाई समान व्यवहार नगरिएका थुप्रै रिपोर्टहरू छन्। तर खुसीको कुरा, उनीहरूकै दृष्टिकोण र ऐतिहासिक सङ्घर्षलाई सम्बोधन गर्न सकारात्मक कदम चालियो र सन् 2010मा कङ्गोले अफ्रिकाकै पहिलो यस्तो कानुन पारित गर्यो जसले विशेष रूपमा यी आदिवासी समुदायको अधिकारको संरक्षण गर्छ। यो मानव अधिकारको क्षेत्रमा एउटा ठूलो माइलस्टोन हो। फ्रान्सेली औपनिवेशिक कालदेखि मार्क्सवादी प्रयोग हुँदै आजको यो विशाल तेलमा आधारित अर्थतन्त्रसम्म आइपुग्दा गणतन्त्र कङ्गोको कथा साँच्चै नै उतार-चढाव र रूपान्तरणले भरिएको छ। एकातिर यहाँको भौगोलिक र सांस्कृतिक विविधता जति विशाल र सुन्दर छ, अर्कोतिर राजनीतिक र आर्थिक चुनौतीहरू पनि त्यति नै गहिरा छन्। अब अन्त्यमा विचार गर्नुपर्ने एउटा निकै महत्त्वपूर्ण प्रश्न छ। गणतन्त्र कङ्गोले एकातिर आफ्नो अथाह तेल सम्पत्ति र अर्कोतिर यस्तो जटिल राजनीतिक इतिहासलाई व्यवस्थापन गर्दै गर्दा यहाँका अत्यन्तै विविध मानिसहरूले कसरी एउटा मजबुत र एकीकृत भविष्य निर्माण गर्लान् त? यो यस्तो प्रश्न हो जसले हामीलाई यस राष्ट्रको भोलिको बाटोबारे अझै धेरै जान्न र बुझ्न प्रेरित गर्छ। आजको यस प्रस्तुतिमा मसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।